अब तपाईकै साथीहरुले यहाँ डेमो देखाउनुहुन्छ डेमो हेरिसकेपछि तपाईहरुले नि प्रश्न प्रकाश गर्नुहुन्छ त्यसपछि पोस्ट भयो क्लियर रेडी हो लिभिङ पोजिसन सबैभन्दा पहिला हामी रेकी टोली पठाउँछौँ रेकी टोली जान्छ रेकी टोलीले हुने इन्फर्मेसन सिग्नल दिइसकेपछि अन्य काम सुरु हुन्छ ओइ कभर गरिसकेपछि एडभान्स हुँदा हुन्छ भनेपछि सिग्नल दिइसक्यो त्यसपछि अर्को टोली मुभ भइरहेछ हेर्नु त्यहाँ अहिले सेट गर्नुपर्छ आफूहरूले ल यो यहाँनिर चारजनाको टिम एउटा स्क्वाड अघि बढिरहेछ पोजिसन हेर्नुहोस् राइफलको पोजिसन हेर्नुहोस् खुट्टाको पोजिसन हेर्नुहोस् त्यो भित्ताभन्दा 4 इन्च पर भित्ताभन्दा 4 इन्च पर छ सिग्नल गरेको हेर्नुहोस् क्विक फ्ल्यास गरेको हेर्नुहोस् त्यहाँ क्विक फ्ल्यास कर्नर आयो त्यहाँ कर्नर भएर क्विक फ्ल्यास गऱ्यो त्यसपछि अगाडि बढ्यो त्यसपछि हेर्नुहोस् फेरि कर्नर गयो फेरि कर्नर छ फेरि सिग्नलको लागि यो स्ल्यास द पाइ मेथड यो कुन मेथड भयो स्ल्यास द पाइ मेथड भयो सिग्नल हेर्नुहोस् कमान्डरको सिग्नल हेर्नुहोस् डोर ब्रिज गर्यो ग्रेनेड थ्रोइङ भयो डोर ब्रिजपछि ग्रेनेड थ्रोइङ भयो त्यसपछि विदिन सेकेन्डमा रुमभित्र इन्ट्री गरेको छ Room is clear! Proceed! ल एउटा रुम क्लियर भयो एउटा रुम क्लियर भएपछि उता सिग्नल दिइसक्यो अर्को टोलीलाई अर्को स्क्वाड पनि अगाडि एडभान्स भइरहेछ रिले मुभमेन्टमा एडभान्स भइरहेछ यहाँ पनि अब कर्नर छ यहाँ पनि कर्नर भएको कारणले त क्विक फ्ल्यास गरेको हेर्नु साथीहरूले फेरि अगाडि बढ्यो फेरि पनि कर्नर छ ल ढोकामा आइपुगेछ सिग्नल गर्यो डोर ब्रिज गर्यो ग्रेनेड लुपिङ गर्यो ल अर्को रुम पनि क्लियर भयो अब फेरि सिग्नल दिएको छ कमान्डरले ल यहाँ देख्नुभयो 6 जनाको स्क्वाड विथ ब्यालिस्टिक सिट अगाडि जो कालो देख्नुभयो त्यो ब्यालिस्टिक सिट गोलीले पनि गोली फायर भए पनि त्यहाँबाट हामी के गर्न सक्छौँ सेफ हुन सक्छौँ त्यो भने ब्यालिस्टिक सिट हो कुन सिट हो रे ब्यालिस्टिक सिटमा गोली लाग्यो भने त्यो छेडिदैन ब्यालिस्टिक सिटको प्रोटेक्सनमा स्क्वाड चाहिँ मुभ भइरहेछ देखिरहेछ
यतापट्टिको सुत्यो क्या हो अहिले आफूले गर्दाखेरि थाहा हुन्छ यहाँनिर तपाईले तीनवटा रुम देख्नुहुन्छ तीनवटा रुममा 1 बाइ 1 रुम चाहिँ ब्रेक गरेर सर्च गरेर क्लियर गर्दै अगाडि बढेको देख्नुहुन्छ यो यतापट्टिको देखिरहनु भएको छ यतापट्टि सिंगल यसलाई इन्भाइरोमेन्ट भनिन्छ के भनिन्छ इन्भाइरोमेन्ट उसको कभरमा अन्य टोलीले अपरेसन गरिरहेछ इन्भाइरोमेन्टले अगाडिबाट आएको थ्रेडलाई क्लियर गर्ने हो सिंगल देखिरहनु भएको छ त्यसलाई इन्भाइरोमेन्ट भनिन्छ त्यसले अगाडिबाट आएको थ्रेडलाई क्लियर गर्ने हो Stop! Don't move! Stand up! मैले भनेको थिएँ ट्याक्टिकल प्रोग्रेसनमा प्रिन्सिपल ट्याक्टिकल प्रोग्रेसनको सिद्धान्तहरू के हुन् अरु यहाँ सबै कुरा लागू भएको छैन एटिट्युड भएको छैन प्रोटेक्सन छैन कम्युनिकेसन भएको छैन सपोर्ट छैन ट्याक्टिकल प्रोग्रेसनमा यी चारवटा पोइन्टहरू बिर्सिनु हुँदैन Put your hand on your head. Cross the fingers. Protection move. Protection move. Now we are going to the. Now we are going to. Handcuff you. Is that clear? Don't move. यो एकेडेमी टोली र मलको टोलीले हेन्डकफ सिकेको छैन सिकेको छ कुन पोजिसनमा सिकेको छ ठिक छ सिकेको रहेछ भन्ने कुरा बुझेर यहाँ के देख्नुभयो दुईटा रुम सर्च गर्यो केही पनि भेटेन तेस्रो रुममा को रहेछ सस्पेक्ट रहेछ सस्पेक्टलाई चाहिँ हामीले के गर्दैछौँ आफ्नो कन्ट्रोलमा लिएर हामी आफ्नो ठाउँमा लगिरहेछौँ कुरा बुझ्नुभयो सस्पेक्ट लुकेको छ भने थाहा भयो दुईटा रुम सर्च गर्दा भेटेर तेस्रो रुममा रहेछ यहाँनिर Release your leg. On my 3 count, stand up. 1, 2, 3. Move. यो विद्रोहीलाई चाहिँ सस्पेक्टलाई चाहिँ हाम्रो भेकलको अगाडि लिएर गएको हो यो अन्य टोलीको कारबाही बाँकी नै छ फेरि अब यहाँ 1 बाइ 1 आफ्नो पोजिसनमा आफ्नो सेफ एरियामा मुभ भएको यो टोली देखिरहेछ एन्टोनले बुझिरहेछ गर्न सकिन्छ अहिले भेरी गुड